सबैजनालाई के छ हालचाल, के गर्दै हुनुहुन्छ, कस्तो छ त्यतातिरको मौसम, तपाईहरु बस्नेतिरको हैन। यता चाहिँ म बस्नेतिरको चाहिँ 2 दिन भयो पानी परेर बिजोक छ, मौसमहरु पनि यस्तो छ कि बादलै बादल भएको छ। अनि के छ कस्तो छ तपाईहरुको हालचाल। म चाहिँ खाना खाएर माथि छतमा आएको थिएँ। नानीहरु म भन्दा पहिले नानीहरु आइसकेको थियो, अनि त्यसपछि नानी फेरि छतबाट लोट्ला भन्ने डरले चाहिँ म चाहिँ नानीको पछि आएको। नानीहरु चाहिँ खेल्दै छ। समीरो के हुँदा क्या कर रहे हो? अच्छा खेल रहे हो। समर हाय। अनि नानीहरु चाहिँ खेल्दै छ। अनि अर्को कुरा चाहिँ नितिश ह्यापी बर्थडे तिमीलाई मेरो छोरो, आई लभ यु। आज चाहिँ म तिमीसँग मिलिमिली गर्न बेलुका आउँछु ल साथीहरु हैन। अनि त्यसपछि अब खेती गरेर खानु पनि गाह्रै छ कि। अब भन्छ नि त आफ्नो खेतबारी छ, आफ्नो मजाले गरेछ खाएछ भनेर भन्छ नि त। यहाँ हेर्नु त हिजो अस्ति आएको पानीले सब धानहरु यता हेर्नु यति धेरै बिचराहरुको यो धान पाक्न लागेको। अब दसैँ त गइहाल्यो, अब तिहार छेक अब काट्छ के यतातिर। तिहारको 1-2 दिनमा अगाडि नै 2-4 दिन अगाडि नै काट्छ। ओ तपाईहरुले त्यता पनि म देखाइदिन्छु ल। त्यहाँनिर हेर्नु कति धेरै लस भएको होला बिचराहरुलाई। ओ नो यतिर आऊ ओ त्यहाँनिर हेर्नु त साथीहरु। हेलो के छ हालचाल। यो चाहिँ नेक्स्ट दिनको भिडियो, किनभने हिजो यति रमाइलो भयो बाबुको बर्थडेमा आएर। मैले त भिडियो गर्नै पाएन कि, राति भइसकेको थियो। अनि त्यो कारणले भिडियो गर्न पाएन। आज चाहिँ मेरो बर्थडे, ह्यापी बर्थडे मी, आई लभ यु। मलाई के भन्नु छ, मलाई विश गर्दैन? ह्यापी बर्थडे। यता हेरेर मलाई हेरेर ह्यापी बर्थडे टु यु मेरो थ्याङ्क यू साथी। धेरै बाँच्नु, हाम्रो यो रिस्ता कहिले नटुटोस्, अटुट 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 होस्, अझ धेरै माया परोस् भन्न चाहन्छु गाइज। आई लभ यु फेरि, आई लभ यु। अब मम्मा ने बर्थडे गए, हैप्पी बर्थडे नहीं बोलना। थैंक यू। म चाहिँ के साथी हिजो यता साथीको घरमा आएको, साथीको छोराको बर्थडे थियो हैन। अनि त्यसपछि चाहिँ आज बिहान चाहिँ यसको बाबाले चाहिँ गएर उसमा अफिसमा हिसाबहरु दिन्छ, पैसाहरु दिनु छ अफिसमा। म चाहिँ गएर छुट्टी लिएर आउँछु। अनि दिउँसो चाहिँ बजारतिर जामला, यता घुमौँला। आज तिम्रो बर्थडे पनि छ भन्नुभयो हैन। अनि त्यसपछि ओके हो न, म साथीको घरमा आरामले बसेको छु। यतिबाट साथीको घर अनि मेरो बजार नै नजिक पर्छ कि मेरो घरभन्दा बजार। अनि ल त हुन्छ नि त भन्दा आरामले बसेको। यसको बाबा त अफिसको छुट्टी नलिएर काममा गइदिनु भयो। के गर्नु, के भन्नु ल है साथीहरु। म चाहिँ खानासाना खाएर साथीकै घरमा नुहाइधुए, त्यही गरेर टी सर्ट हिजो लागे, टी सर्ट लाएर प्यान्ट चाहिँ नयाँ धोको लाएर बजारतिर जाँदैछु। आउनु तपाईहरु पनि मसँगै जाम ल। केही मेकअपै गर्न पाएन, घरको अलिअलि मेकअप गर्थे होला, मेकअपै गर्न पाएन। केही लगाएको छैन, हल्का लिपस्टिक पनि होइन, लिप बाम लगाएको, अरू केही लाग्छ। नेचुरल मेरो फेस। आउनु जा, कत्रो मोटो देख्छ खै बजार जाने भनेको नानीको बाबा पनि आउँदैन। यहाँ नानीहरूले दुकान लाएर बर्बाद छ। के हो नानी हो? कितने रुपए था है? दच्छो न भन्नु कितने रुपए था? खै हाँसेर मात्रै देखाउँछ यो नानीहरूले। दुकान गर्ने मनै छैन क्या? यहाँ हेर्नु त, राम 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 राम। क्या हो यो? कितने रुपए था? 60 रुपए था। थोड़ा सस्ती नहीं लगी जामुन? 60 रुपये में सस्ते सस्ते दिँदैछ यहाँ। सेल लागेको रहेछ क्या हो? सेल लगायो तुसी? हाँ नहीं होता, हाँ जी होता पुत्र। हेलो जी, वेलकम जी।
साथी डाइटिङ गर्छु भनेको के आयो त्यही आयो अब बाबूजी व्लॉग बाद में बना लो जरा और बल्ल बल्ल बुढो आएर दुकान जाँदैछौँ बजार जाँदैछौँ अनि म चाहिँ बजार जान लाग्यो नानी चाहिँ यतै बस्ने रे म अनि बाबु यसको नानीको बाबा चाहिँ बजार जाँदैछौँ ल हामी चाहिँ बजार जाँदैछौँ नानी चाहिँ उसको साथसँगै मेरो साथीसँगै बस्यो घरै उनीहरू चाहिँ बेलुका आउने रे ल यहाँ आएर चाहिँ नानीहरूको लागि मैले कपडा हेरिदिने थिएँ नानी र बाबुको लागि मैले चाहिँ मेरो लागि चाहिँ कपडा लिएन अब तिहार आउँदैछ तिहारमै लिनु भनेर मैले मेकअपको सामानहरू लिएर आएको छु एक एक त के नै देखाउनु र सबैले थाहा छ कोले के युज गर्छ भनेर यो चाहिँ अनि यो पनि मेरो पुरानै कपडा हो यो चाहिँ कप मलाई चाहिँ मेरो साथीले पठाइदिएको कप हो यस्तो खालको देखाउँछु ल कस्तो राम्रो कप के कपहरू अनि यसमा चाहिँ नानीको जुत्ताहरू लिएर आएको छु सबै के देखाउनु र साथी के अब मैले नदेखेको जस्तो भयो ल्या सबै गरेर देखाउने सबै देखेको तपाईँहरूले पनि कस्तो ल्यायो के ल्यायो भन्ने मात्र त हो नि के आज मेरो बर्थडे अनि बेलुकामा चाहिँ केही खाने हाम्रो प्लान थिएन किनभने दिउँसै हामीले खाइसकेको थियो जे पाल्टी हामी बजारमै गरेर आएको थियो होइन बेलुका मोमो खानु भनेको यस्तो थाकिसक्यो यति बनायो 3वटा भाँडा भर्यो है यति गरेर यति गाह्रो पर्छ हे भगवान् के को बर्थडे के को मोमो खानु साथीहरू आज चाहिँ मेरो बर्थडेको दिन मोमो जति बित्ति मोमो खान मन लागेर घरै मोमो बनाएको छु तपाईँहरू पनि खानु होला ल बजार गएर किनेर अन्त यहाँ चाहिँ पाक्दैछ यहाँ पनि छ यहाँ पनि छ यहाँ पनि छ अझै यता पनि छ के छ अरू गुड मर्निङ साथीहरू के छ हालचाल के गर्दै हुनुहुन्छ है अनि कस्तो छ म चाहिँ ठिकै छु हिजो अस्ति जे सुकै भए पनि बर्थडे भए पनि जे भयो नि हिजो चाहिँ काम नगरी बसेको आज चाहिँ राम 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 बर्थडे हिजो चाहिँ ल बर्थडे हो काम गर्दिनँ भनेको है आज हेर्नु साथीहरू यति धेरै कपडा ओहो कसरी धोएर सक्नु हौ साथीहरू गाह्रो छ